एभ्रिवान वेलकम छ युट्युब च्यानलमा मेरो सबैलाई स्वागत छ। आज चाहिँ हामी बजार जाँदैछौँ। हामी दुई बहिनी मिलेर बजार गएर अब वहाँ चाहिँ सपिङ गर्ने रे के गर्नुहुन्छ म हजुरलाई देखाउँछु। दिदीले के गर्दिनुहुन्छ हेर्नुस् गाइस, हाम्रो बुलबुलेको यो खोलाको पुल चाहिँ यस्तो छ, यस्तो बनिरहेको भर्खरै निर्माण हुँदैछ। अब हाम्रो यहाँ पुलहरू अब हाम्रो लागि सुविधा धेरै छ यहाँ आजभोलि। अब ल हेर्नुस् हाम्रो यहाँ बुलबुलेको पुल। यो चाहिँ गाडी चाहिँ कसरी माथि चढ्नेमा कन्फ्युज छु म। माथि त चढिहाल्छ, आउँदाखेरि कसरी झर्ने भन्ने कन्फ्युज छु म। यहाँ अब कसरी झर्ने यति माथि छ यो। हेर्नुस् सबैलाई हेर्न सक्नुहुन्छ, जनता जान्न चाहन्छ यो पुलबाट तल कसरी झर्ने भनेर। यता पनि हेर्नुस् हाम्रो यहाँ बुलबुलेको हालत यस्तो छ। यो रोड चाहिँ छिटो पिच गरिदिनु पर्यो। यहाँको मेयर हो कि के भन्छ को हो सुर्खेतको। अब चाहिँ हामी यहाँ बुलबुलेको लास्ट गेटमा आइपुग्यौँ। यता जानु छ हामी चाहिँ, यता जानु छैन। आजभोलि यहाँ गेट लगाइदिनु भयो बुलबुलेको गेट दाजुहरूले। हामी त्यहाँबाट भित्र जान पाउँदैनौँ। अब हामी यता माथितिर जान्छौँ, तलतिर बुलबुलेको गेट। तिमी चाहिँ बजार के गर्न जाने अरे? हामी चाहिँ दिदी पढ्न जाने। पढ्न जानेको हालत हेर्नुहोस् गाइस, यस्तो छ, न ब्याग छ न केही छ। उहाँ चाहिँ सपिङ गर्न जानु नि हो, म चाहिँ यो दाँतको औषधि गर्न जाने हो बजार। होइन केही होइन, गोदामा 5 बजे सपिङ गर्न जाने। अब यता बुलबुलेबाट बार लगाइदिनु भयो के अरे। अब हिँड्नु पर्यो यतै आफ्नै बाटो, नत्र त त्यहाँभित्र छिरिन्थ्यो पहिला। के गर्ने, अहिले एकछिन चोरी बाटो पनि हिँडिन्छ हामीहरू। हेर्दै जानुहोस् हजुरले। बिचमै मारिदिन्छ नि जस्तो लाग्छ। मार्दैनन्, किन मार्ने भनेर हामीलाई। मार्दा त मार्दैन, मार्दैन। हेलो गाइजहरू, लास्टै गर्मी छ सुर्खेतमा चाहिँ। गर्मी भएर हाम्रो त यो पसिना चुहिएर त्यही भएर छाता ओरिरहेको छ। सुर्खेतमा बस्नै सकिन्न होइन, सकिन्न। यस्तै हो, यस्तै भन्दा अब चाहिँ गाउँतिर जानु पर्ला जस्तो लाग्यो मलाई त। अब गाउँतिर जाने, पढ्न किन जाने, बाख्रा गोठाला जाने। यहाँ चाहिँ गर्मीले हिँड्न सकिन्न हौ। यही सामान भेटाउन खोजेको जस्तो। अब खोज्दैछौँ, सपिङ गर्दैछौँ, के भेटिन्छ हेरौँ। अब सपिङ गर्न चाहिँ केही होइन, गोजीमा पैसा छैन, हेर्दै जाँदै गर्ने हो। बजारैभरि घुम्दै हेर्दै जाँदै भ्याउनु त पर्यो। सबै चिजहरू हेरेर चित्त बुझाउनु पर्यो होइन। तिमी चाहिँ के लिन आएको बजार? मेरो छोरा होइन, बिचारा अरूको छोरा हो। फ्युचरको मेरो छोरा चाहिँ आउँछ बिस्तारै। भरि हामीले चाहिँ केही कपडा भेटाएनौँ, न कपडा भेटायौँ न पैसा भेटायौँ। एउटा पैसा पनि भेटाएनौँ हामीले। कपडा त भेटाउन टन्नै भेटायौँ, किनिदिने मान्छे कोही भेटाएन। कोही खोजेर हामी चाहिँ कहाँ पुग्ने हो यो बजारैभरि घुमेर। अब चप्पल हेर्न जाने, किन्न चाहिँ किन्ने होइन, फेरि हेर्ने मात्र होइन, हेर्ने हो। हेरेरै चित्त बुझाउँछु, छुने हो कहाँ छैन वाला हो। अब वाह भाइ, यो बजारै थर्के जस्तो छ सक्छौ भलगवालीले होइन। सक्छौ भने तिमीले त्यो किन्दियो, त्यो किन्दियो, त्यो किन्दियो। बोयफ्रेन्ड बनाएर किनिदिन्छन्। अब एउटा टक्क लगाएर नाबालिका नै छु कि केस लाग्छ भन्न, छुने औकात छैन भन्न। फेरि थाहा पायो भने लैजान भन्नु त। यहाँको त उहाँले चाहिँ सपिङ गर्नुभयो उयो पसलबाट, भाइरल पसलबाट सपिङ गर्नुभयो। मैले होइन है गाइजहरू, मैले कहाँ सपिङ गरिदिनु। उहाँले सपिङ गरेर यताको सपिङतिर जानु। अहिले चाहिँ यत्रो बेनी चोकदेखि, एडी चोकदेखि, मङ्गलगढी चोकदेखि, सब ठाउँदेखि एउटा सामान खोज्न लागेको यो सुर्खेत बजारैभरि भेटेन होइन। गाह्रो छ हामीलाई सामान ल्याइदिनु पर्यो। सुर्खेतको पसल साउनीहरू चाहियो हामीले भेटाएनौँ। भएन भने म हेलो, हामीले चाहिँ केही सामान पनि भेटाएनौँ। उहाँले सपिङ खै देखाइदिनु नि, एउटा सपिङ गरेको कतिचोटि देखाउनु, कतिवटा सपिङ गर्नुभयो देखाउनु पर्यो नि त। फेरि त्यही एउटा मात्रै हो, त्यही पनि चप्पल। कतिको भने चाहिँ कतिको? 10,000को। कहाँ हामी सानोतिनो पसलको गर्दैनौँ। मामाले हेरेर के भयो त अनि, हामी पनि मान्छे त हो त मामाको। फेरि 10,000को सपिङ गरियो
अब चाहिँ धेरै गरिन्न 20,000 जति गरिन्छ होला कम भयो कि कम भयो हल्का बढाउनु न ल ल अलि 50,000 जति गरिन्छ ल हुन्छ ल बाई 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 अरू के गर्छ र हेलो गाइजहरू बिहा रहेछ अब मासु भात खान जान्छौँ हामी मासु भात खाने जाने तयारीमा छन् रेडी छन् यिनीहरू यता पनि हुनुहुन्छ रेडी हुनुहुन्छ अब हामी मासु भात खान जाने उहाँ चाहिँ एकदम रेडी तयारीमा मासु भात खाने उहाँ पनि रेडी हुनुहुन्छ अरे मासु भात खाने म पनि रेडी छु अब जाने हो बेहुला बेहुली चाहिँ उता हुनुहुन्छ उहाँको अब चप्पल मर्मत हुँदैछ नयाँ चप्पल चाहिँ किन्दै हुनुहुन्छ उहाँले भर्खरै किनेको ए यहाँ नयाँ चप्पल उहाँको सुनिँदै हुनुहुन्छ अब उहाँ चाहिँ लगाएर घुम्न जाने अरे भनेको हाम्रो चाहिँ अब यहाँ मङ्गलगढी चोक नजिकमा चाहिँ यस्तो पेन्टिङ भइरह यस्तो राम्रो भइरह हाम्रो यहाँ यो त जनको हजुरलाई कस्तो लाग्यो एकदम राम्रो राम्रो लाग्यो हो पेन्टिङ गरेको राम्रो लाग्यो सही ठिक छ अब उहाँ चाहिँ चटपटे खान जाने अरे उहाँलाई भोक लाग्यो अरे उहाँले मात्रै नभन्नु है भोक लाग्यो अरे साह्रै भयो अरे बजार घुमेर चटपटे खाने अरे अब हामी चटपटे खान्छौँ नि अनि हजुरहरूसँग भेट्छौँ हजुरलाई चाहिँ चटपटे कस्तो लागिरह्यो एकदम सही एकदम सही लाग्यो कम भास्तो हो अब चटपटे आउँदैछ हामीहरू चटपटे खान्छौँ ल्याम ल्याम पारेर भोक लागिरहेको अनि भात खा जस्तो भात खाए जस्तो ल आयो चटपटे खानुहोस् न खानुहोस् किन लाज माने उहाँ चाहिँ चटपटे खाएर नअगाएर बरफ खाँदै हुनुहुन्छ मैले चाहिँ केही पनि खाएको छैन म भक्कै छु मेरो दाँत दुखेर उहाँ चाहिँ अब चटपटे एक ग्रास खाएर फेरि बरफ आम्मामा आजै पुगे छैन खुवाउन आउनु न कोही हुनुहुन्छ मान्छेहरू खुवाइदिनु अरे उहाँलाई अर्को खोले हेर्नु नि आफ्नो आफ्नै मान्छेले हामी चाहिँ सपिङ गरेर आइसक्यौँ उहाँले चाहिँ दरो सपिङ उहाँले चाहिँ दरो सपिङ गर्नुभएको छ होइन उहाँले उहाँले चाहिँ चाहिँ दरो सपिङ गर्नुभएको छ मभन्दा दरो महँगो सपिङ गरेर आउनुभयो उहाँ चाहिँ कति हजारको सपिङ गरेर आउनुभयो हजुरले 50,000 जतिको होइन भाइ 50,000को सपिङ गरेर आउनुभयो अरे उहाँले चाहिँ पछाडि गाडीमा आउँदैछ यति मात्रै आफूले समात्छु यस्तो धनी हुनुहुन्छ हजुरहरूलाई चाहियो भने सम्पर्क गर्नु करोडपति आम्मामा यो होटल हजुरको दिदीले जग्गा मेरै हो भन्नु थियो त्यही भएर त्यो होटल मेरै हो यो होटल उहाँकै स्कुल पनि अस्ति भर्खरै मैले खोलेको उहाँले हेर्नु खटारो टाइपको ए हजुरकै हो त्यो स्कुल पनि पर्खाची डर भएर छ त्यो खत्रै भएको छ ए मेरो चाहिँ अब त्यही थोरै बुलबुलेमा पनि सहयोग गरेछु उहाँले हजुरलाई कस्तो लाग्यो त राम्रो लाग्यो त दाइ जस्तो लाग्यो ए अगाडिको उहाँ चाहिँ भाइ जस्तो ए ठिकै छ अब हेर मरू पनि भेटिनुहुन्छ होला बाटोमा लगाइचहरू अब चाहिँ म घर पुग्न लागेँ मेरोमा चाहिँ अब भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन तिमी चाहिँ के भन्न चाहन्छौ हामी पनि त्यही हो ल सबैजनालाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई गाइजहरू